हेलो हाई साथीहरू, स्वागत छ। आज चाहिँ म हजुरहरूलाई सिम्पल छोटो मिठो तरिकाले हजुरहरूलाई चटपटेको रेसिपी लिएर आउँदैछु। आफूले मलाई जस्तो मनपर्छ त्यस्तै बनाउँदैछु। त्यस्तो वाउ पनि आउँदैन मलाई, सिम्पल जे जति सानो हुन्छ त्यति हालेर चटपटे बनाउँछु साथीहरू। धेरै तामझाम गरेर म चटपटे बनाउँदिनँ क्या, यस्तै मनपर्छ मलाई। प्याज काट्दैछु, प्याज यस्तो तल तल लाग्छ क्या नि साथीहरू। यो चटपटेको के काम हुन्छ क्या आजभोलि यो दिउँसो गर्मी महिनामा। मलाई मात्र हो कि हजुरहरूलाई पनि के काम हुन्छ साथीहरू। प्याज हाल्छु आधा, धेरै त राम्रो लाग्दैन, आधा हाल्छु। मसँग अलि काँक्रो पनि बचा छ, आधा काँक्रो पनि हाल्छु। जे छ त्यस्तै बनाउँछु, धेरै जस्तो आउँछ त्यस्तै बनाउँछु है साथीहरू। हजुरहरूले मेरो भिडियो मन पराएर हेरिदिनु होला। यो बाटामा बनाउँछु, यसमा बनाउँछु। अब जति हुन्छ त्यति नै, जे खानु हुन्छ त्यति नै साथीहरू। खानु मन लाग्यो भने अलिअलि जस्तो जाने त्यस्तै बनाइहाल्छु। धनिया काट्दैछु, मेन धनिया हो साथीहरू। यसमा भुजा सानो प्याकेटको हो, यो पनि थोरै हाल्छु। यो छोरीले लागि, छोरी मन पराउँछ यस्तो फुको भुजा, कुरकुरे। टुक्रा बनाएर हाल्नु पनि मिठो हुन्छ। एउटा छोरीलाई राख्छु है, छोरीलाई मनपर्छ फेरि पकाएर दिन्छु सबैदेखि। यी मसँग जस्मिन मसला छ, चटपटेमा यो चाहिँ मलाई अनिवार्य चाहिन्छ है साथीहरू। यत्रो भयो, एबार अनिवार्य चाहिन्छ यो मसला चाहिँ। धेरै पनि खानुहुन्न फेरि असर गर्छ। यो चाउचाउको मसला जे हाल्यो भने बल्ल अनि मिठो हुन्छ नि। कस्तो गर्मी छ कि साथीहरू हाम्रो यता कैलालीतिर त। फेरि जुठो भन्नु होला है, के हुन्छ के हुन्न आफै खाने हो।
अब म नुन चुक लिएर आउँछु साथीहरू। ए मैले भिजाएको मटर चना यो पनि हाल्छु, मिठो हुन्छ। स्वाद अनुसार नुन हाल्छु, नुन यो चुक प्योर चुक हो है हजुर। यति हो साथीहरू। यतिमा थोरै पानी हाल्यो भने यस्तो चुहिरो हुन्छ। त्यही पनि लास्टै अमिलो छ कि पानी हालेर हाल्नुपर्छ, ठिक्क हुन्छ। अब म मोल्छु हातले। खुर्सानी चाहिँ हाले होइन है साथीहरू, छोरीलाई निकाल्नु पर्छ, छोरी पिरो खाँदैन। हातले यस्तो चटपटे भनेपछि कसको कसको मुखमा पानी आउँछ। म चाहिँ हातले मोलेको राम्रो लाग्छ क्या, धोए सफा हो हात चाहिँ। यत्रो चटपटे एक्लै खान्छे भन्नु होला साथीहरू। कतिसम्म खाने। छोरी, म, अर्को छोरी भइहाली, हाम्रो मम्मी, दिदी, धेरै छन् साथीहरू। यस्तो मोले है सानो थोरै चाक्नु लगाएको छैन, चुक लागेको छैन। अलि एकचोटि अझ दामी, सिम्पलमा दामी भएको। चबाउनु मिल्दैन साथीहरू, अपरेसन गरेर आ पनि गर्न मिल्दैन राम्रोसँग। खान भने के मन लाग्छ मलाई त अचम्म लाग्छ आफूलाई देखेर। यसमा दुईटा छोरीलाई छुट्याउँछु अनि म हाल्छु, खुर्सानी हाल्छु। मेरो छोरीलाई यस्तो कुरकुरे मनपर्छ, त्यही भएर छानेर हाल्दैछु। यो ठुली छोरीलाई, ठुलो छोरी फेरि काँक्रा साँक्रा खाँदिन साथीहरू। यो चाउचाउको खुर्सानी हाल्छु, धेरै पिरो त म पनि खान सक्दैन साथीहरू। पिरो खान मन त लाग्छ, के गर्नु सक्छले दिँदैन, उसले पिरो हाल्छु बस भइहाल्यो। हरियो खुर्सानी भयो त मस्त हुन्छ साथीहरू। हरियो खुर्सानी छैन, एउटा हाल्छु हरियो खुर्सानी, अब हाल्दैन।
खायो खायो साथी चम्चा ल्याउँछु चम्चाले ग्वाङ ग्वाङ खाने साथीहरू गर्मी कसम बाई तपाईँहरू पनि खानु होला यस्तै गरी छोटो मिठो सिम्पल रेसिपी मिठो छ